नेपाल मगर सङ्घ ओखलढुङ्गा काठमाडौँ सम्पर्क समितिको यो 18औं स्थापना दिवस तथा 6औं अधिवेशन कार्यक्रमका सभापति एवं ओखलढुङ्गा काठमाडौँ सम्पर्क समितिका अध्यक्ष मेरो प्यारो एकदमै अनन्य मित्र कुशल थापा मगरज्यू, आले मगरज्यू, कार्यक्रमका प्रमुख अतिथि सम्पर्क समन्वय समितिका अध्यक्षज्यू, उपाध्यक्षज्यू लगायत सम्पूर्ण मगर सङ्घका विशिष्ट अतिथि साथीहरू, विभिन्न जिल्लाबाट यस ओखलढुङ्गा काठमाडौँ सम्पर्क समितिको कार्यक्रमलाई सफल पार्न उपस्थित हुनुहुने सम्पूर्ण साथीहरू, ओखलढुङ्गा जिल्ला स्थित विभिन्न राजनीतिक दलका नेता साथीहरू, नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिका सचिव राजकुमार ढुङ्गानाज्यू, नेकपा एमालेको नेता नानीबाबु बुढाथोकीज्यू गइसक्नु भएको छ। साथै यो कार्यक्रमलाई सफल पार्नका निम्ति पूर्वको कुइबिरदेखि पश्चिमको लिखु गामलाङटार र उत्तरको जन्तर खानीदेखि दक्षिणको पलापु भेगका सम्पूर्ण उपस्थित सम्पूर्ण आदरणीय मगर समुदायका बुवामा दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो व्यक्तिगत तर्फबाट र चिसङ्गुगढी गाउँपालिकाको तर्फबाट म यहाँलाई हार्दिक नमस्कार अभिवादन टक्राउन चाहन्छु, स्वीकार्नुहोस्। र म आज धन्यवाद पनि दिन चाहन्छु पूर्ववक्ता साथीहरूले थुप्रै मगर समुदायका गुण बखान राम्रो नराम्रो पक्षको विषयमा पनि कुराकानी गरेर जानुभएको छ। हामी पनि काहीँ न काहीँ यो मगर समुदायसँग एकदम नजिकमा छिमेकमा बसेकाले धेरै राम्रा नराम्रा सङ्गतका कुराहरू, संस्कृतिका कुराहरूको बारेमा अनभिज्ञ छैनौँ। त्यस कारणले म त्यतातर्फ जान चाहन्न। र यो मुख्य कुरा चाहिँ अहिले हामी यो मगर सङ्घ स्थापना हुने र मगर सङ्घको चाहिँ विभिन्न एउटा घटक सङ्गठनको रूपमा रहेका सम्पर्क समितिहरू जसरी जोडिएर अहिले ओखलढुङ्गा जिल्लाको सम्पर्क समितिको रूपमा यो कार्य समितिले काम गरिरहेको छ र यसले आफ्नो नेतृत्वलाई फेरि चाहिँ के भनेदेखि रिन्यू गर्ने हिसाबबाट यो चाहिँ कार्यक्रम आयोजना भएको छ। त मुख्य प्रश्न के होइन होला भन्ने मलाई लाग्छ भनेदेखि स्वभावैले ओखलढुङ्गाको भूगोल दुर्गम नै छ। त्यसमध्येबाट पनि विभिन्न पेसा व्यवसाय विभिन्न कारणबाट काठमाडौँ आएर बसेका मगर समुदायका साथीहरूलाई जमघट गराएर यो एउटा चाहिँ सङ्गठित शक्ति निर्माण गर्ने कुरा यो चान्चुने कुरा छैन। म संस्थापक अध्यक्षदेखि लिएर अहिलेसम्म नेतृत्व गर्नुहुने अध्यक्ष लगायत सम्पूर्ण कार्य समितिका साथीहरूलाई पनि म एकदमै धन्यवाद दिन चाहन्छु। र स्वभावै हिसाबले आज हामी मगर सङ्घको कार्यक्रम गर्न आइरहेका छौँ र वास्तवमा नेपालको विभिन्न क्षेत्रहरूमा विभिन्न राजनीतिक घटनाक्रमहरूलाई हामीले हेर्ने हो भने नेपालको राज्य एकीकरणको अभियानदेखि सिङ्गो नेपाललाई बनाउनेदेखि लिएर पछिल्ला चरणका राजनीतिक घटनाक्रमहरूलाई हामीले हेर्ने हो भनेदेखि नेपालमा मगर समुदायको अथवा त्यो योगदान चाहिँ महत्त्वपूर्ण छ। र अहिले हामीले यो भनिराखेर हामी राजनीतिक हिसाबले आएका मान्छे हौँ, विभिन्न हिसाबले हामी त्यसलाई व्याख्या गर्न सक्छौँ। हामीलाई पनि एउटा सञ्जाल बनाउनु छ, हामीले पनि केही चिज त्योबाट प्राप्त गर्नु छ भन्ने कोणबाट भन्ने भन्दा पनि यसलाई विशुद्ध एउटा अधिकारसँगको कुराबाट हामीले जोडेर हेर्नु पर्दछ र एउटा भाषा र संस्कृति सम्वर्धनसँगको कुरालाई अधिकारसँग पनि हामीले जोडेर हेर्नुपर्छ भन्ने कुरा र मुख्य कुरा चाहिँ हामीले यस्तो विषयहरूमा छलफल गर्नुपर्छ। भलै मगरसँग एउटा जातीय सङ्गठन हो, यसमा हामीले चाहिँ के भनेदेखि अहिले पनि राजनीतिक रूपमा पनि एक ढङ्गको हामीले यसमा अझै पनि राज्यले संविधान त यो देशका भाषा भाषी संस्कृति र जातिगत अधिकारहरूलाई पनि यो नेपाललाई सिङ्गो जातिहरूको सिङ्गो भाषाभाषीहरूको सिङ्गो समुदायको र सिङ्गो भूगोलको पनि के भनेदेखि यो एउटा चाहिँ समुच्च रूपमा राज्य हुन सकेन, बन्न सकेन भन्ने प्रश्नहरू अहिले पनि खडा छ हाम्रो अगाडि। यसका लागि विभिन्न जनका सङ्घर्षहरू भइराखेकै छन्। तर अहिले हामीले ध्यान पुर्याउनु पर्ने महत्त्वपूर्ण कुरा के हो भनेदेखि आज हामी एउटा आधुनिकताका नाममा गइरहेका छौँ र हाम्रा संस्कृतिहरू चाहिँ ती हाम्रा सम्पत्ति हुन्, ती हाम्रा चाहिँ सम्पदा हुन्।
भन्ने कुरा यसलाई चाहिँ राज्यले संरक्षण गर्नुपर्ने र राजनीतिक रूपमै अधिकारहरूलाई चाहिँ स्पष्ट गर्ने कुराहरूमा चाहिँ हामी एउटा आधुनिकताका नाममा एउटा रूप पक्ष हेरेर सार पक्षहरूलाई बिर्सिँदै गइरहेका छौँ। यसको जगेर्ना गर्ने कुरातर्फ चाहिँ सिङ्गो मगर सङ्घ र आज यो चाहिँ के हो भनेदेखि काठमाडौँ सम्पर्क समिति पनि हामीले यतातर्फ पनि ध्यान केन्द्रितहरू गर्नुपर्दछ र नेतृत्वलाई पनि हामीले त्यतातर्फ ध्यान केन्द्रित गराउनुपर्छ भन्ने कुरा हामीले चाहिँ लाग्नुपर्दछ। भलै म एउटा बाहुन समुदायको मान्छे हुँ, यो मेरो त्यति चिन्ताको विषय हुने विषय त होइन, तर राजनीतिक रूपमा आज दिनदिनै हाम्रा भाषाहरू हाम्रा संस्कृतिहरू अतिक्रमणको जोखिममा परेका छन्। आज हामी गाउँमा जाँदाखेरि थुप्रै मगरका केटाकेटीहरू तल्लो पुस्ताका मान्छेहरूले त्यो भाषा बोल्न जान्नुहुन्न। भलै मगरको मात्रै होइन, राई लिम्बू लगायत थुप्रैको कुराहरू। र आज हामी अधिकारको कुराकानी गर्दै जाँदाखेरि हामी यो अधिकार केबाट प्राप्त गर्न सक्छौँ भन्ने कुरामा अहिलेको नयाँ आउने चाहिँ पुस्ताहरूलाई त्यतातर्फ ध्यान छैन। योभन्दा अगाडिका थुप्रै मान्छेहरूले आज लखन थापाको फोटोमाथि हामीले चाहिँ के भनेदेखि माल्यार्पण गरिरहेका छौँ। यसको सार कुरो के को लागि चाहिँ आज हामीले एउटा आदर्श पुरुषको रूपमा चाहिँ लखन थापालाई चाहिँ सम्मान गरिरहेका छौँ भन्नेतर्फ पनि हामीले चाहिँ त्यतातर्फ ध्यान पुर्याउनुपर्छ र आउने नयाँ पुस्ताहरूलाई पनि हामीले त्यस्तो प्रकारको योगदान राजनीतिक योगदानका कुराहरू र अधिकारलाई संरक्षण गर्ने कुराहरू र सिङ्गो मुलुक चाहिँ सबै जातिको एउटा चाहिँ फुलमालाको रूपमा चाहिँ रहेर चाहिँ सबैलाई सम्मान गरेर जाने कुराहरूप्रति हामीले ध्यान पुर्याउनु पर्दछ। र आज यो भाषा संरक्षणका कुराहरू संस्कृति संरक्षणका कुराहरू सबै कुरा आधुनिकताको नाममा आज चाहिँ के भने अतिक्रमणमा परेका छन्। आज घरमा जाँदा प्रत्येक केटाकेटीहरू के हो भनेदेखि त्यो मगर भाषा आज मगर समुदायको कार्यक्रम हुँदा म मगरका नानीहरूको कुराकानी गर्ने हो भनेदेखि उहाँहरू मगर भाषा जान्नुहुन्न, तर हिन्दीमा आउने चाहिँ के भने निन्जा हतौडी र चाहिँ के भनेदेखि अन्य कार्टुनहरू र अङ्ग्रेजीको कारणले गर्दाखेरि यसरी हाम्रा भाषाहरू हाम्रा संस्कृतिहरूमाथि पनि अतिक्रमण हुँदै गइरहेका छन् भन्ने विषयमा आज एउटा जातीय सङ्गठन हुनुको नाताले यसलाई विशुद्ध मैले चाहिँ के कुनै पनि एउटा साम्प्रदायिक कोणबाट भन्दा पनि यो देशमा रहेका भाषा संस्कृतिहरू जात जातिहरू सबै चाहिँ के भने एउटा हाम्रो साझा सम्पत्तिको रूपमा रहेका छन् र यसलाई चाहिँ हामीले मुखले भन्दा पनि अधिकारलाई सम्पन्न गर्ने र वास्तवमै हाम्रो चाहिँ के भने संस्कृतिहरूलाई भाषाहरूलाई सम्वर्धन गर्ने जोगाउने र योभन्दा पछाडिका पुस्ताहरूलाई पनि यो सम्पत्तिको रूपमा हस्तान्तरण गरेर लाने कुरातर्फ पनि हामीले केही न केही यो मगर सङ्घ र समन्वय चाहिँ सम्पर्क समितिहरूले पनि यतातर्फ पनि केही चाहिँ कुराहरूलाई चाहिँ हामीले जगेर्ना गरेर दोस्रो पुस्तासम्म लगिदिने कुराहरूका विषयमा पनि केही बहस गहन छलफलहरू पनि हुनुपर्छ भन्ने कुरातर्फ पनि म यहाँहरूलाई चाहिँ ध्यानाकर्षण पनि गराउन चाहन्छु र यो निरन्तर यहाँहरूको अभियानमा पनि छ। यसलाई पनि हामीले चाहिँ के भनेदेखि केही न केही रूपमा बहसका विषयहरू छलफलका विषयहरू र पछिल्लो पुस्ताहरूलाई चाहिँ हाम्रा गौरव गाथाहरू हाम्रा संस्कृतिहरू चाहिँ छोडेर जाने कुरातर्फहरू पनि पछाडिसम्म पनि पछाडिको पुस्ताहरूलाई पनि लाने कुराहरूमा पनि हामीले छलफल गर्नुपर्छ भन्ने कुराहरू म यहाँहरूलाई चाहिँ आग्रह गर्न चाहन्छु। र यो जुन कार्य समिति बनेको छ वास्तवमै यहाँहरूले चाहिँ जुन हिसाबले यो ओखलढुङ्गा जिल्ला जुन दुर्गम प्रकारको भूगोल छ यो भूगोलमा सङ्गठित गरेर जुन प्रकारको एउटा रौनकता ल्याउने हिसाबले कार्य समितिका साथीहरू लाग्नु भएको छ, यहाँहरूलाई म एकदमै धन्यवाद पनि दिन चाहन्छु। र वास्तवमा मैले उठाउन खोजेको विषय आज त्यो विषयहरूप्रति पनि छलफल गर्ने कुरामा जानुपर्छ भन्ने कुरा म यहाँहरूलाई आग्रह गर्न चाहन्छु। र भलै मैले त्यो एउटा गाउँपालिकामा अहिले मात्र एउटा भाषा आयोगसँग के कुरा गरेको छु भनेदेखि दुईवटा भाषाको विषयमा हामीले चाहिँ पठन पाठन गराउने वा सिकाउने त्यसको लिपिकै कुराहरूमा आज भाषा त बोलिन्छ त्यसको शुद्धताको कुरा के हो भन्ने कुरा पनि धेरै मान्छेहरूलाई अहिले पछिल्लो पुस्तामा जाँदा थाहा छैन र त्यसलाई चाहिँ अलिकति शुद्धिकरण गरेर लाने र सँगसँगै वास्तविक चाहिँ के हो भन्ने कुरा र त्यो भाषाहरू पछिल्लो पुस्तामा आउँदै जाँदाखेरिको स्थितिमा जुन लोप हुने कुराको खतरा बढ्दै गएको छ र त्यसलाई अहिले हामीले ओखलढुङ्गा जिल्लाको चिसोगढी गाउँपालिकामा एउटा माझी जाति र अर्को मगर जातिको भाषाहरूलाई चाहिँ संरक्षण गरेर चाहिँ त्यो विषयमा पठन पाठन गर्नका निम्ति भर्खरै भाषा आयोगसँग एक प्रकारको हामीले सम्झौता गरेका छौँ र त्यो चाहिँ यसरी चाहिँ हामीले लिएर जानुपर्छ भन्ने कुरा चाहिँ किनभने यो जातमा भएका सबै जाति यो देशमा भएका सबै जातिहरूका संस्कृतिहरू हाम्रा चाहे मगरको होस् चाहे लिम्बूको होस् चाहे माझीको होस् चाहे अन्य कसैको होस्
हाम्रो यो बुझाइ चाहिँ यस कोणबाट राखेर यो सबै सम्पत्ति चाहिँ एउटा राज्यको सम्पत्ति हो, यो हामी सबैका लागि चाहिँ साझा सम्पत्तिको रूपमा रहनुपर्छ र सबै किसिमका चाहिँ संस्कृतिलाई जगड्ने कुरा, जगेर्ना गरेर लाने कुरा चाहिँ राज्यको दायित्वभित्र पर्नुपर्छ भन्ने कुरा हामीले चाहिँ सोचेका छौँ। त्यस कारणबाट एउटा सानो इकाइबाट पनि सुरु गरेर जानुपर्छ भन्ने कुरा छ। यो प्रकारको बहसहरू तपाईँहरूले चाहिँ मगर सङ्घले गर्दै आइराखेको पनि छ, भोलिका दिनमा पनि गर्छ होला र यो चाहिँ एउटा हामी जुन ओखलढुङ्गाबाट काठमाडौँमा आएर बसिरहेका छौँ यसलाई चाहिँ अझै व्यापक बनाउनका निम्ति एकदम जरुरी छ। म धेरै कुरा भन्न चाहन्न, हाम्रो दाइलाई थाहा होला, कुमार दाइहरूलाई थाहा होला। अलि अगाडि म पनि एकदम सानोमा काठमाडौँ पढ्न आउँदैखेरिको स्थितिमा के हो भनेदेखि काठमाडौँमा पहिला बास बस्ने ठाउँ त्यति सजिलो पाइँदैन थियो। दुःख पर्दाखेरि यसरी धेरै जमघट भएर दुःख पोख्ने कुरा पनि पाइँदैन थियो। काठमाडौँ एउटा त्यस्तो थलोको रूपमा थियो। अहिले चाहिँ हामी पूर्व पश्चिमका मान्छेहरू दुःख पर्दाखेरि पनि के हो भनेदेखि दुःखमा साथ दिने र भले एउटा समुदायको हिसाबबाट यो मगर सङ्घले यसरी चाहिँ दुःखमा पनि साथ दिने र काहीँ खुसी व्यक्त गर्दाखेरि पनि त्यो ठाउँ चाहिन्छ। त्यो ओखलढुङ्गावासीको मगर साथीहरूको लागि यो मगर सङ्घ एउटा महत्त्वपूर्ण थलो र यसलाई चाहिँ कुनै पनि हालतबाट चाहिँ कमजोर बनाउने भन्दा पनि हामीले यसलाई अझ सशक्त बनाएर जाने कुरातर्फ चाहिँ जो अहिले 6औं कार्यकालसम्म आइपुग्दाका नेतृत्व साथीहरूले, कार्य समितिहरूले गर्दै आउनुभएको छ। र मलाई यति के लाग्छ भने ओखलढुङ्गाको भूगोललाई पूर्वदेखि पश्चिमसम्म निहाल्दाखेरि हामी आज ओखलढुङ्गाको सम्पर्क समितिको मगर सङ्घको कार्यक्रम गर्दाखेरि हुनुपर्ने मगर समुदाय चाहिँ यति मात्रै होइन, यो चुनौती अझै पनि यहाँहरूलाई थाहा छ। त्यस कारणले गर्दा सम्पूर्ण भूगोलका ओखलढुङ्गावासी चाहिँ मगर समुदायलाई थप सङ्गठित गर्ने कुरा र थप यो मगर सङ्घमा सम्पर्क समन्वय समितिमा आबद्धता गराउने कुराहरूप्रति पनि यहाँहरूले ध्यान पुर्याउनुपर्छ भन्ने कुराको म आग्रह गर्न चाहन्छु। र यो 6औं अधिवेशन हुँदा गइराखेको छ। यो नयाँ कार्यकालको लागि चाहिँ यहाँहरूले एकदमै सक्षम प्रकारको नेतृत्व, यहाँलाई चाहिँ समय दिने, मगर सङ्घका गतिविधिहरूलाई चाहिँ समय दिने, मगर सङ्घलाई चाहिँ अझ चाहिँ के भनेदेखि सशक्त बनाउने, सङ्गठित बनाउने प्रकारको नेतृत्व चाहिँ छान्ने कुराहरूमा तपाईँहरू स्वतन्त्र हुनुहुन्छ। यो कुरातर्फ म यहाँहरूलाई चाहिँ अगाडि बढ्नका निम्ति पनि म आग्रह गर्न चाहन्छु। र भले हामी आउँदै गर्दाखेरिको स्थितिमा यो मगर सङ्घ एउटा जातीय सङ्गठन, छाता सङ्गठन हो। यो भित्र थुप्रै प्रकारका राजनीतिक आस्था राख्ने मान्छेहरू, विचार राख्ने साथीहरू पनि हुनुहुन्छ होला। यो हाम्रो विषयको कुरा होइन। भले म पनि एउटा राजनीतिक दलको नेतृत्वमै छु ओखलढुङ्गा जिल्लाको, तर यस्तो कुराहरूमा चाहिँ हामीले के भने कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप भन्दा बाहिर राजनीतिक हस्तक्षेप मुक्त राखेर यो सङ्गठनलाई बलियो बनाउन सक्ने, सशक्त बनाउन सक्ने विशुद्ध प्रकारको चाहिँ एउटा नेतृत्वलाई छान्ने कुरामा, त्यो कार्य समितिमा छान्ने कुराहरूमा यहाँहरू सफल हुन सक्नुहोस्। र यो 6औं जुन अधिवेशन ओखलढुङ्गा काठमाडौँ सम्पर्क समितिको छ यसको भव्य सफलताको शुभकामनासहित सक्षम प्रकृतिको चाहिँ नेतृत्व चाहिँ यो 6औं अधिवेशनले चाहिँ पुनः छनौट गर्न सकोस् भन्ने कुराको शुभकामना दिँदै मगर सङ्घको चाहिँ एकदम उत्तरोत्तर प्रगतिको कामना गर्दै मेरा 2 शब्दलाई अन्त्य गर्ने अनुमति चाहन्छु। धन्यवाद, नमस्कार।